अहिले म खाना लिएर आइसकेपछि मात्रै नि बच्चा चाहिँ बाहिर आयो कि जब मैले आ भन्दै इसारा पनि दिएका छ उसले हरेकलाई चाहिँ आफ्नो पेट पाल्नलाई आफ्नो जीविका पार्जन गर्नलाई एकदम गाह्रो छ र तपाईँ हामी हुन सक्छ हैन कतिले भगवानलाई मान्नुहुन्छ होला कतिले मान्नुहुन्न होला हैन सबैमा आस्थाको विषय होला नहोला हैन तर हेरौँ न यति धेरै चीज छ कि तपाईँ हामीले सायद यिनी कुराहरूलाई चाहिँ हामीले गुमे पनि छैन होला त्यो बच्चाबच्चीलाई उहाँ राखेको छ यति सुरक्षित तरिकाले हैन सायद त्यो बच्चाबच्ची आउँछ पनि होला यता यति धेरै योनि दिनुभयो मनुष्य योनि हैन र हुनसक्छ यस पछाडिको जन्म तपाईँ हामी थाहा छैन कि हुनसक्छ भोलिको दिनमा यिनीहरू जस्तै पनि हाम्रो जन्म हुन सक्यो हैन हुन्छ यसभन्दा पनि तल हुन सक्यो जीवनबाट मुक्त नहुन पनि सक्यो र सकभर साथीहरू एउटा आमा भन्ने शब्द त्यसै माथि छैन कि एउटा कुकुर जसको उहाँनिर बच्चाबच्चीलाई उसले लुकाएर राखेको छ अनि यति धेरै हो कि आफू चाहिँ बाहिर यो रोडमा इटाको साइडमा सुतिरहेको छ तर उसको बच्चाबच्ची उहाँ देख्नुहुन्छ ती र आँखा पनि टल्किरहेको छ जुन एउटा आफ्नो बच्चाप्रतिको माया हैन बच्चाबच्चीलाई उहाँ राखेर ऊ गयो नगुना चलाऊ बच्चाबच्चीलाई उहाँ राखेर हो र आफू चाहिँ यो उसमा हैन सुरक्षाको लागि हैन नचल उसले उसको बच्चाबच्चीलाई गाली गर्छ नि त अहिले त्यो चलाइदियो भने अनि नचलाऊ अनि त्यो त्यस्तो कोक्चरामा चाहिँ सुरक्षित तरिकाले राखेर आफू चाहिँ यो बाहिर रोडमा गरेको छ मैले यसलाई हिजो मात्रै देखेँ उसमा अनि यसलाई देख्दाखेरि चाहिँ यो मलाई चाहिँ सुत्केरी जस्तो लाग्यो र मैले हिजो पनि बाहिर लिएर खाना दिएँ र आज पनि यो बाहिर ए नचल्नु टोक्छ अहिले मम्माको दुधी खान्छ लिएको छ र यति धेरै कि जो एउटा हामी मनुष्य भएर पनि कतिपय बेला यिनी भावलाई चाहिँ बिर्सन्छौँ होइन आफ्नो बच्चाबच्चीले त्यस्तो कुनामा सेपरेटमा राखेर आफू बाहिर त्यसको बाहिर सुरक्षाको लागि यति धेरै माया हरेक सन्तानलाई हरेक चाहिँ आमालाई आफ्नो सन्तानप्रतिको माया यति धेरै हुन्छ भन्ने कुराहरू हामी एउटा बेजुबान जसको जवानलाई हामीले चाहिँ राम्रोसँग याद गर्न सक्दैनौँ उहाँहरूबाट नि बुझिन्छ र तपाईँ हामी मनुष्य छौँ हुनसक्छ कि कोही न कोही ठाउँमा होइन कि भगवान्ले जुन हामीलाई एउटा बेजुबान प्राणीले माया गरौँ भनेर मैले धेरै भिडियोमा पनि मैले हरेकचोटि भिडियोमा भनिरहेको हुन्छु र म कोही पनि होइन कि सायद एउटा मोबाइल उठाएर खाना खुवाएर यो भिडियो बनाउँदैमा चाहिँ सबै कुरो बदलिन्छ जस्तो लाग्दैन भए तापनि चाहिँ यो कुराबाट हामीले सिक्न सकिन्छ कि हरेकले आफ्नो प्राण प्यारो छ हरेकलाई यो धरतीमा बाँच्ने आफ्नो आमालाई देख्यो र आयो र उसको आमाले खाना खाइरहेको छ र साइडमा पनि सायद यो अर्को कुकुर पनि छ र बेजुबान प्राणीले माया गरौँ भन्छु